हाई सबैजनाले म चाहिँ फेरि आज खाना पकाउँदैछु अनि खानामा अनि साग र भात पकाउँदैछु अनि हेर्नु ल अनि मेरो हाततिर चाहिँ नहेर्नु ल कालो मसलाको चाहिँ आगो सल्काउँदाखेरि अनि एउटा कुरा के हेर्न मन छ नि हेर कि तिमीहरूले मलाई केही फरक पर्दैन तिमीहरूको मोबाइल हो र मेरो मर्जी मेरै मोबाइल हो मेरै चार्ज सकिन्छ हुँडाबाट भिडियो बनाउन भुइँमा कोट्रक्क गरेर खस्छ तिमीहरूको मोबाइल फुटालिदिएको छु र यी खाना पकाएको भिडियो बनाएछ किचन साफ गरेको भिडियो बनाएछ भनिरहनु पर्न कि मैले जे काम गर्छु त्यही भिडियो बनाउँछु ल अनि भिडियो हेर्ने त्यस्तो जति पनि रिस उठ्छ भने कि ब्लगमा हालेर बस कि भने भिडियो स्वाट माथि सार न मेरो भिडियो हेर्नु पर्छ भनेर के जरुरी छैन अनि मैले चाहिँ भात टेकाइसकेको छु अनि फेरि यो साग पकाएको भिडियो चाहिँ बनाउँदिनँ किनभने मलाई ढिलो भएको छ नि त अलि फेरि पानी परेर लाइट जान्छ अनि अर्को मोबाइलमा फेरि यसरी लाइभ बस्नुपर्छ के ल बाई बाई